हामीसँग यहाँ देख्न सक्नुहुन्छ यो मेलिफेराको क्वीन एक्सक्लुडर हो। यो सेरेनाको यो एल्युमिनियमवाला क्वीन एक्सक्लुडर हो। यो चाहिँ सेरेनाकै फ्रेमवाला तर प्लास्टिक एक्सक्लुडर हो। यहाँनिर चाहिँ हामीले क्वीन गेट दुई खालको छ। यो एल्युमिनियमको क्वीन गेट हो, यो चाहिँ प्लास्टिकको क्वीन गेट हो। यो खास गरी भर्खरको कुमारीको रानीको लागि चाहिँ यो प्रयोग हुन्छ। र यहाँ देख्न सक्नुहुन्छ हाइप टुलहरू, यो स्टिलको, यो ग्याल्भनाइज आइरनको हो, यो आइरनको, यो चाहिँ मेटलको हो। र यहाँनिर देख्नुहुन्छ यो दुईटा ब्रस छ। यो चाहिँ रानी बनाउँदाखेरि ग्राफ्टिङ फ्रेम भन्छ, यसमा रानी बनाउन सकिन्छ। यो भएको अब सुपरको लागि चाहिने फ्रेममा यसलाई आधार चाका फिट गरेको भयो भने यो ब्रुट च्याम्बरको लागि चाहिने चाहिँ फ्रेममा फिट गरेको आधार चाका हो। यो आधार चाका दुईटै मोडेलमा हामीले यसरी पनि फिट गर्न सक्छौँ भने यो चाहिँ माथिको यो मोडेलमा पनि फिट गर्न सक्छौँ। र यहाँ छ यो चाहिँ के भन्छ फिडर हैन, यो चाहिँ सेरेनाको भने यो मेलिफेराको। यहाँनिर अरू पनि देख्न सक्नुहुन्छ तपाईँले, यो डिपिङ रड हो। यो चाहिँ मौरीको कोष बनाउनको र रानी कोष बनाउनलाई ग्राफ्टिङ रड भन्छ, यसलाई डिपिङ रड पनि भनिन्छ। अर्को यो ग्राफ्टिङ निडिल हो। यसले चाहिँ लार्भाहरू ग्राफ्टिङ गर्न मिल्छ। यो चाहिँ क्वीन केज हो र यो चाहिँ क्वीन केजको प्रिमियम क्वालिटी, यसमा 4वटा फोल्डिङ हुन्छ। र यहाँ चाहिँ आधार चाकाहरू देख्न सक्नुहुन्छ है त।